सानो भए पनि उसको मनमा के थियो, परमेश्वरप्रति जलन थियो। परमेश्वरको काम गर्नुपर्छ मैले, किन यस्तो जलन भयो भने परमेश्वरले चाहिँ यसले चाहिँ मेरो काम गर्न सकेको भन्ने साथ थियो। यसरी नै आज तपाईँले यो जोडीले पनि परमेश्वरको काम गर्नमा चाहिँ प्रभुको साथमा तपाईँ लाग्नुभयो, मण्डलीमा साँच्चै चेकवा बन्नुभयो भने चाहिँ प्रभुले तपाईँलाई चलाउनुहुन्छ, आशिष दिनुहुन्छ। हुन्छ, सबै विवाह आदरणीय होस्। मैले अन्तमा गरेको छु भने बाइबलले लेखेछ आदरणीय भयो। यो तपाईँले जति आउनुभयो आदरणीयजीबाट क्रिस्चियनहरूको विवाह चाहिँ पवित्र विवाह भनिन्छ। यो विवाह चाहिँ आदरणीय। हामीले अहिले भर्खर पढ्यौँ 13 अध्यायको 4 पद हिब्रूमा सबै विवाह आदरणीय। परमेश्वरले आदर दिनुभएको हो, जोडी उहाँले बनाउनु भएको हो। जोडी उहाँले बनाउनु भएको भने परमेश्वरले बनाउनु भएको जोडीलाई मान्छेले के गर्नु हुँदैन, छुट्याउनु हुँदैन, नछुट्याउनु भन्छ। यो पहिला कुरिन्थी 10 अध्यायको 10 पद होला पढ्दैन, 10-11 पढ्दैन, नछुट्टिनु भन्छ। पढाएर ल्याउनुहुने सर हुनुहुन्छ, सरस्वती स्कुललाई नै परिवारलाई नै म धन्यवाद भन्न चाहन्छु। सँगै हाम्रो बिचमा म्यामहरू पनि हुनुहुन्छ। हाम्रो बिचमा समरजोशी स्कुलबाट संस्थापक राधा म्याम पनि हाम्रो बिचमा हुन्छ। राधा म्यामसँगै हाम्रो बिचमा म्यामहरू हुनुहुन्छ। म्यामहरू सबैजनाको उठि दिनको लागि म अनुरोध गर्दछु, सबैजना टिममा नै। अनि उहाँलाई पनि हामी एकदमै स्वागत भन्न चाहन्छु र आज बाबुलाई आशीर्वाद बोलिदिनको लागि आउनुभएको छ। सँगै हामीसँग पत्रकार महासङ्घबाट पनि पत्रकार महासङ्घ काठमाडौँ जिल्ला अध्यक्ष शोभा अर्यालज्यू पनि हाम्रो बिचमा हुनुहुन्छ। शोभा अर्यालज्यू पनि आफ्नो ठाउँमा उठिदिनको लागि म अनुरोध गर्दछु। उहाँलाई पनि हामी स्वागत भन्न चाहन्छौँ। सँगै पत्रकार महासङ्घ सचिव हाम्रो रमेश कुमार बोराज्यू पनि हाम्रो बिचमा हुनुहुन्छ। पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखा सचिव रमेश कुमार बोराज्यू, सँगै अर्थ सभा साप्ताहिकका प्रकाशक सम्पादक, म उहाँलाई पनि आफ्नो ठाउँमा उठिदिनको लागि अनुरोध गर्दछु। त्यस्तै गरी हाम्रो बिचमा कलाकार सँगै पत्रकार अशोक सिवालजी पनि हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। ल हजुर दर्शक ग्रिन सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु र यहाँ समग्रमा हाम्रो दाजुभाइ क्याटरिङको चाहिँ आइटमहरू बनिसकेको छ। नर्मल्ली यतातिर यो माछा फ्राई हेर्न सक्नुहुन्छ, त्यसै गरी यता चिकन करी तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ अब सुरुवात भइसक्यो यो विशेष गरी शुभ विवाहको यो जुन कार्यक्रममा चाहिँ यहाँ विवाहमा आउनुहुने सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। उहाँहरू विशेष गरी क्रिस्चियन समुदायभित्रको हुनुहुन्छ र क्रिस्चियन समुदायभित्रको कल्चर अनुसार उहाँहरूले चाहिँ विशेष गरी आज बिहे चाहिँ लगभग सकिन लागेको अवस्था छ भित्र र समग्रमा तपाईँ हेर्न सक्नुहुन्छ। यो माछा फ्राई हेर्नुभयो, त्यसै गरी यतातिर चिकन करी, त्यसै गरी यता सलाद, यसलाई चाहिँ स्पेसल्ली ग्रिन सलाद भनिन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ र तपाईँहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, तपाईँहरूलाई क्याटरिङ चाहियो भनेदेखि चट्टसँगले कन्ट्याक्ट गर्नु होला भन्न चाहन्छु। यो चाहिँ स्पेसल्ली भटमास गुन्द्रुक मिक्स अचार, त्यसै गरी यता अचार हेर्न सक्नुहुन्छ, दुई प्रकारको अचार यहाँ छ। त्यसै गरी यहाँ भेजिटेबल फोटो पनि जाने भयो ल हाम्रो उहाँ सरहरू खान रेडी हुनुहुन्छ। यहाँ भेजिटेबल हेर्न सक्नुहुन्छ, यो भेज तरकारी, राजमा दाल स्पेसल्ली। त्यसै गरी यहाँ अघि पनि मैले भनिसकेँ नेवारी चामलको खाना, आजको स्पेसल नेवारी चामलको खाना पुलाउ बनिसकेको छ। खाना पनि भनिन्छ, स्पेसल्ली पुलाउ भनेर विशेष हामी भन्छौँ। समग्रमा सुरुवात भइसकेको छ। अब भट्टाभट यहाँ बिहेमा आउनुभएको सम्पूर्ण चाहिँ व्यक्तिहरूले उहाँहरूले अब खाना रेडी हुनुहुन्छ। समग्रमा तपाईँहरू माझमा उहाँहरूले उहाँको प्रतिक्रिया, खाना कस्तो भयो त्यो कुराहरू हामी उहाँहरूले खाइसकेपछि म तपाईँहरू माझमा उहाँको अभिमतहरू, उहाँको प्रतिक्रियाहरू पक्कै पनि राख्नेछु। समग्रमा हेर्दा मिठो छ होइन, अब खाइसकेपछि कस्तो हुन्छ उहाँले भन्नुहुन्छ पक्कै पनि। धन्यवाद छ। सिमटा छ, यता खाल्छु। सिमटा भित्र
हेर्दाखेरि राम्रै छ नि होइन दिदी? हाम्रो पत्रकार महासङ्घको अध्यक्ष हुनुहुन्छ होइन? हजुरको शुभ नाम के पो? हजुर मेरो नाम शोभा हरियाल। ए हामी अङ्कल भोट सरसँग हजुर। कार्य समितिमा अङ्कल भोट सर पनि हुनुहुन्छ। ए आज निम्टोमा आउनुभयो? उहाँले निम्तो गर्नुभयो, त्यसपछि आउनै पर्यो नि। आउनु पर्यो होइन? फ्यामिली हो नि हामी। ए फ्यामिली नै हुनुहुन्छ समग्रमा? कार्य समितिमा सबै भएपछि त परिवार नै परिवार नै हो। यतातिर पनि हाम्रो पत्रकार सर नै हुनुहुन्छ होइन? उहाँले पनि यहाँले पनि स्वागत छ है। हाम्रो यो दाजुभाइ क्याटरिङ च्यानल हो। हजुर धन्यवाद। है त। अनि अब खाना कस्तो हुन्छ अहिले फेरि म सोध्छु तपाईँहरूलाई। देख्दा तपाईँहरूको राम्रो छ, खाना पनि सानो खालको सजिलो होला भन्ने लाग्छ। त्यही त सानो तपाईँहरूको यो सल्लाह सुझावले गर्दाखेरि अझै सुधार्ने मौका हुन्छ नि त हाम्रो होइन र? यतातिर हाम्रो कलाकार सर होइन? नाम भन्नुहोस् न तपाईँको? म अशोक शिवागति हो। ए अशोक। अनि के दोहोरीहरू गीतहरू गाउनुहुन्छ होला? दोहोरी गीतहरू भन्दा पनि म सिरियलहरू गर्छु, नाटकहरू गर्छु। ए सिरियल नाटकहरू कुन सिरियल बनाउनु भएको छ तपाईँले? यसो म सीतामा छु, सकीको निमा आउँछु। हजुर। पहिला ए अरू सिरियलहरू। ए त्यही त तपाईँले मैले देखेकै हो, देख्नु चाहिँ होइन? अलिकति त्यो एकैचोटि भेट्दाखेरि चाहिँ आइरहेछ अहिले गाउँ फर्क भन्ने। ए ल बधाई छ, राम्रो हुँदै गयोस् होइन? भोलिको दिनमा सहकार्य गर्न पाइयोस्। ल खानाहरू खानु होला के कसो होइन? बिस्तारै मजाले सँगले र समग्रमा अब खाना थाल्नु हो त्यहाँभित्र। माछा ठिक छ ठिक छ दाइ? अरू खाना पाइन्छ। ठिक छ। सुरुवात भइसकेको छ। अब लगभग भित्र पनि कार्यक्रमहरू अब लगभग सकिसकेको अवस्था छ र अब डान्सहरू त्यसै गरी आफ्नो प्रतिभाहरू देखाउने कार्यक्रम मात्र भइरहेको छ र अब समग्र बिस्तारै पालै पालो तरिकाले यहाँहरू खाना खानुहुन्छ र यहाँपट्टि पनि ल अन्तिमचोटि बोलिदिनुहोस् न दिदी, कस्तो भयो खाना? चाख्नुभयो? खाना चाख्यो। हजुर। एकदम धेरै मिठो छ। मिठो छ है? यो क्याटरिङ हजुरले चलाउनु भएको हो? हजुर। अब हामीले नै भनौँ त दाजुभाइ हामी। ल हजुरको क्याटरिङ फलोस् फुलोस्। हजुर धन्यवाद। जति मिठो खाना भए पनि अझ नयाँ नयाँ भेराइटिजहरू, हजुर, हेल्दी फुड हजुर। अनि एकदम धेरै राम्रो राम्रो फुडहरू बनाउने हौसला मिलिराख्छ। धन्यवाद छ। आज बढिराख्योस्। तपाईँहरूकै समुदायभित्रकै प्रोग्राम रहेछ, भोलिको दिनमा सम्झिनुहुन्छ भन्ने आशा छ। फेरि अर्को प्रोग्रामहरूमा सम्झिनुहुन्छ भन्ने आशा छ। ठिक छ होइन? के कम्प्लेनहरू छ भनेदेखि भनिदिनुहोस्। कम्प्लेन भयो भने हामी भन्छौँ। ए हस्। ल दाइ पनि खानुको चाख्नुभयो होला? माछा त अघि चाखिसक्नुभयो दाइ। खाना मिठो छ। मिठो छ है? खाना मिठो छ। ए मेन भनेको अब आजभोलि चाहिँ पहिला चाहिँ मिठो भनेको चाहिँ जिब्रोलाई स्वादको लागि मिठो भन्नुहुन्थ्यो। हजुर आजभोलि चाहिँ सादा खालको खाना चाहिँ तपाईँ चाहिँ हजुर। खाएपछि भोलि असर नहोस् त्यस्तो खाना भयो भने राम्रो हुन्छ नि। हाइजेनिक हुनु पऱ्यो होइन? हजुर। यो हाइजेनिक छ, यो मिठो छ, राम्रो। ल धन्यवाद छ, थ्याङ्क यू। मलाई पनि उहाँ सरको थोरै कुरा ल मिठो छ भन्नुभयो उहाँले। भएर बोल्नै सक्नु ल धन्यवाद छ। समग्रमा यहाँहरू विशेष गरी कलाकारिता क्षेत्र त्यसै गरी पत्रकारिता क्षेत्रको आदरणीय दिदी त्यसै गरी हाम्रो दाइहरू हुन्छ, यहाँहरूको प्रतिक्रियाहरू आइहाल्यो। यता हाम्रो दाइ चाहिँ खाना नखाएर फलफुल मात्रै आउनुभएको छ। यतिमा खाना आउँछ। ए फलफुलबाट सुरु गरेको। सुरुवात फलफुलदेखि गरेको मान्छे धेरै लङ टाइमसम्म बात चाहिँ आयु हुन्छ भन्ने खालको कुरा छ नि, त्यही कारण हो। धेरै वर्ष बाँच्नको लागि हो कि? धेरै वर्ष बाँच्न भन्दा पनि स्वस्थपूर्ण जीवन बाँच्न। ओ धन्यवाद छ है त, थ्याङ्क यू सो मच। समग्रमा हामी पक्कै पनि पछि पनि हामी कुराहरू राख्नेछौँ। धन्यवाद। ल समग्रमा यता सबैजनाको प्रतिक्रिया दिनुहोस् त। खाना कस्तो छ हजुर? मिठो छ दिदी? ल नाम भन्नुहोस् तपाईँको? राम्रो छ है दाइ? नाम भन्नुहोस् तपाईँको? ए टिचर हुनुहुन्छ है हजुर? ए स्कुलको सबै टिचर हुनुहुन्छ? सरस्वती। ए ल धन्यवाद। टिचरहरू हुनुहुँदो रहेछ सबैजना? हजुर। ए यहाँ जुन आजको दुला चाहिँ तपाईँहरूको स्कुलमै पढ्नुभएको? ए ल धन्यवाद छ। मिठो छ नि होइन? ल दाजुभाइ क्याटरिङ भन्ने युट्युब च्यानल छ, तपाईँहरू हेरेर सब्सक्राइब पनि गरिदिनु होला। र समग्रमा तपाईँहरू सम्झिनुहोस् है, फेरि तपाईँहरूको छोरा छोरी होइन अब फेरि बिहे भयो भनेदेखि आफन्तहरूको कसैको बिहे वर्तमान इत्यादि कार्यक्रमहरू भयो भनेदेखि दाजुभाइ क्याटरिङले सम्झिनुहुन्छ भन्ने आशा छ। थ्याङ्क यू सो मच। ल समग्रमा
मिठो छ भन्ने कुरा आयो। धन्यवाद दिन चाहन्छु उहाँहरूलाई पनि।